welcome to my another vlog. It's a sunny Saturday, guys. Well, most of the time my weekend may vlog around, guys. Because weekdays ma चाहिँ काम गर्नै पर्यो, so weekend is more like a छुट्टी day. आज चाहिँ हामी जाँदै छौं हाम्रो grocery को लागि Aldi-तिर. There you go, guys. Look at the view. So nice, isn't it? अनि अहिले suddenly घाम पनि गयो, guys. I told you. अब कति मजाको घाम लागिरहेको थियो, अहिले पुरै घामै हरायो. आलु त जाने भनेको पुलिस पनि छिर्नुपर्छ क्या हो सामान किन्नु. हामी आउँदै चाहिँ ग्रोसरी गर्न जाने भन्यौँ, तर वी स्टिल डोन्ट नो हामीलाई के चाहिरहेको छ भनेर हैन. मोस्ट अफ द टाइम के हुन्छ भने हामी ग्रोसरी गर्न गयो यो किन्नुपर्छ भनेर अनि लास्टमा चाहिँ त्यही सामान चाहिँ किन्नु बिर्सिरहेको हुन्छ. त्यस्तो चाहिँ हामीलाई मात्र हो कि अरूहरूलाई पनि हुने हो गाइज. अब चाहिँ हामी बजारतिर आइपुगिसकेको छौँ गाइज हैन. यो चाहिँ आइजी हो, आइजीको पछाडि हुली छ अनि यताबाट अब सिधा गएपछि चाहिँ आल्दी आउँछ. गाइज हाम्रो अल्टिमेट डेस्टिनेसन चाहिँ आइपुगिसकेको छ, द्याट इज आल्दी. सो इन आवर एक्सपिरियन्स हैन, कोल्स वुलिजहरू भन्दा चाहिँ वी फाउन्ड आल्दी स्लाइटली चिपर है. अनि अहिलेसम्म चाहिँ अल द प्रोडक्ट्स हुन्छ नि हामीले त्यहाँबाट किनेको सबै रासन पानीहरू अरू यो त्योहरू चाहिँ सबै राम्रै छ. त्यही भएर पनि हामी चाहिँ कन्टिन्यू अहिले चाहिँ बेन्डिगो आएदेखि चाहिँ आल्दीमै सपिङ गरिरहेको छौँ ग्रोसरिजको लागि चाहिँ है गाइज. आल्दी हाम्रो चाहिँ ग्रोसरी सुरु भइसकेको छ. पब्लिकमा चाहिँ अलिक कस्तो कस्तो लाज लागे जस्तो फिल हुन्छ है गाइज. ग्रोसरी गरियो त, चाहिने सामान चाहिँ किन्यो कि किनेन त? किन्यो. सो आवर ब्याग्स दुई झोला ग्रोसरी गरेका छौँ गाइज. मौसम हेर, मौसम पानी पर्न सुरु भयो. ग्रोसरी गरेर नि भ्याइयो गाइज. अब चाहिँ हामी बस स्टपमा छौँ, बस कुरिरहेको छौँ. 2 मिनटमा बस आउँछ भनिरहेको छ, तर यस्तै हो विकेन्डमा बस त मोस्ट अफ द टाइम डिले नै भइरहेको हुन्छ. एनिवे ग्रोसरी गयो अनि अहिलेसम्म चाहिँ कति मजा घाम लागिरहेको थियो. अहिले चाहिँ हेर गाइज मौसम हेर पुरै पानी पर्ला जस्तो भइरहेको छ. हाम्रो बस पनि आइपुग्यो गाइज. यो बस स्टपले चाहिँ हामी चाहिँ 4 मिनट जति हिँड्नुपर्छ हाम्रो घर पुग्नको लागि. पुरै होइन उसले भारी बोकेको भिडियो खिची लास्टसम्म त मलाई एउटा झोला थमाइदिइरहेको छु. यस्तै गाइज होइन. एप्रिसिएटै छैन त्यत्रो लामो यति घरमा पनि बेलसम्म घरमा लागेर दिएको त एप्रिसिएट भन्ने कुरा हुन्छ नि यार. हो आई डु एप्रिसिएट. ओके यस्तै छ विकेन्डमा हल्ली चल्यो हाम्रो गाइज. लास्टै भारी भएर गाइज हामी घर आइपुग्न आँट्यौँ है त. अब स्किमियो चाबी कस्तो जिस्केर बसिरह. चलो चलो घर पनि आइपुग्यो. सामानहरू निकाल नि यार. वाउ नाइस सट. ल चट्ट लगाएर अब हामीले चाहिँ सामानहरू मिलाउँदैछौँ. मेरो हस्बेन्डले सामानहरू निकाल्दै हुनुहुन्छ. म चाहिँ चट्ट लगाएर हेरेर बसिरहेको छु. Well, he's very helpful guys. No doubt at all. अनि हाम्रो फ्रिज चाहिँ फेरि यस्तो कुच्चेको छ है गाइज. के गर्नु, यस्तै हो सेकेन्ड ह्यान्ड लिएपछि. बट स्टिल इट वर्क्स पर्फेक्टली गाइज, पर्फेक्टली. आज चाहिँ हाम्रो लन्चमा चाहिँ रातो दाल अनि आलु र जुकुनी हुनेवाला छ. त्यसको लागि म तयारी गर्दैछु. प्रेप. मेरो प्रिय हस्बेन्डले चाहिँ एकदम पहिल्यैदेखि नै मुलाको अचार गर्दै थियो. अनि हामीले यो मुला ल्याएको पनि लास्टै धेरै भइसकेको थियो गाइज, त्यही मुलाको अचार बनाएर खाने भनेर. बट वी नेभर मेक इट. सो आज चाहिँ हामी मुलाको अचार बनाउँदैछौँ. मुला काँक्रो मिसाएर चट्ट लाएर. मलाई एउटा ठ्याक्क साथी पनि याद आयो क्या, मैले मेरो भिडियोमा खालि चट्ट लाएर भन्थेँ होइन. साथी भन्दा पनि वेन आई वाज इन स्कुल होइन, त्यतिखेर एउटा आई थिङ्क हि वाज सिनियर.
एकदम चल्को थियो क्या चट्ट लाएर मात्र भन्छ त्यतिखेर नि भनेर अहिले म पनि त्यस्तै भइसक्यो गाइस हस्बेन्डजी चाहिँ अब पुरै तिल भुट्नतिर लाग्दै हुनुहुन्छ हाम्रो मुला र काँक्रोको अचारको लागि गाइस हाम्रो खाना पनि रेडी भइसकेको छ अब चाहिँ मजाले खाइन्छ खाना खाने होइन त Yeah, it's lunchtime, guys. After 1 or 2 hours, मैले खाना बनाएपछि चाहिँ भाँडा माझ्ने चाहिँ सधैँ उसको पालो हुन्छ उसले खाना बनायो भने मेरो भाँडा माझ्ने हो मैले खाना बनायो भने तिम्रो भाँडा माझ्ने पालो हो नो 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 नेभर नेभर यस्तो हाँस न हो यस्तो खाना मिठो मिठो खाना बनाएर दिएपछि त हाँस्छु नि कस्तो गमक्क परेर बसेको यार हुन्छ एप्रिसिएटै छैन कि एप्रिसिएटै छैन के अहिलेको टाइममा चाहिँ फुलहरू कति मजाले फुलिरहेछ क्या लुक अनि घाममा कति राम्रो देख्छ सेतो फुल ओ ओके गाइस खाना नि खाइयो अहिले चाहिँ कति मिठो घाम लागिरहेछ तर योभन्दा अगाडि चाहिँ पानी परिरहेको थियो बट स्टिल आई फिल लाइक इट विल बी रेन कुनै कुनै चाहिँ पुरै कालो बादल लागिरहेछ कतै मिठो घाम लागिरहेछ यसरी नै हो हाम्रो विकेन्ड हामीले बिताउने गाइस एन्ड या द्याट्स अल फर टुडे एन्ड थ्याङ्क यू फर वाचिङ